नमस्ते नमस्कार गुड मर्निङ सबैजनालाई शुभ बिहानी। यो चाहिँ के भन्छ अरे यो ललितपुरको के जाको नाम पो भन्थ्यो हो, मैले नि ठ्याक्कै बिर्सिहालेँ गाइस है। म फेरि अर्कोचोटिको भिडियोमा चाहिँ म भन्नेछु हजुरहरूलाई। निकै बस्न आनन्द शान्त रमाइलो ठाउँ रहेछ यहाँ बिचमा मन्दिर सन्दिर है। म आज गएको थिएँ, तपाईँहरू पनि बस्न मन लाग्छ, यसो हावासावा खान मन लाग्छ भने आउनु होला भनेर के भन्नु। यो जाडो महिनामा हैन गाह्रो छ, यतिको त चिसोले सताइरहेछ, झन् हावा खान बस्दा झन् बिरामी पर्ला भन्ने डर। त्यही पनि रमाइलो रहेछ ठाउँ, भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला, यहाँभित्र हेर्नु अन्तिममा हेर्नु होला है। म त्यहाँ एकछिन बस्नु पऱ्यो भनेर गएको थिएँ गाइस हैन, तर म बस्नै पाइनँ कि यो कारण चाहिँ के होला भनेर चाहिँ तपाईँहरूले एकचोटि यसो विचार गर्नु होला त, यहाँभित्र हेर्दै गर्नु होला। त्यही भएर म आज यो सानो छोटो भिडियो राखेको छु, सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु। सबैजनालाई फेरि पनि नमस्ते नमस्कार शुभ बिहानी।